नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धास्सा बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि। सर्वप्रथम आज इन्टरनेटद्वारा इन्टरनेटद्वारा सुन्नेहरू अनि सबैलाई हार्दिक नमस्कार भन्न चाहन्छु। अनि आज चाहिँ अब हिमाली पत्रो अनुसार 14 महिनाको विशेष महा उत्सव अनि को बारेमा चाहिँ परिचय गर्दैछु। हुनु हामी बुद्धको चेलाहरू सबैले अनि बुद्धको महा अनि त्यस्तो दिनमा समयहरू चाहिँ थाहा हुनुपर्ने, धेरै जानकार हुनुपर्ने, धेरै महत्त्वपूर्ण भएको छ। त्यस कारणले आज यसको विषयमा चाहिँ अलिकति भन्न चाहन्छु। हिमाली पत्रोको अनुसार त्यो 14 महिना चाहिँ चौथो महिना चाहिँ खास गरेर धेरै ठुलो मान्दैछ। त्यसको कारण चाहिँ त्यो महिनाको अनि त्यो महिनामा चाहिँ अनि 4 प्रकारको बुद्धको लीलाहरू पर्दछ। त्यसमा अब के रे यो सम्बुद्ध लेबीमा फ्योचे भन्छ। फ्योचे भन्ने त्यसमा अनि फ्योचे भन्ने चाहिँ अष्टमीको दिन हो। त्यो अष्टमीको दिनमा चाहिँ अनि बुद्धको प्रवजितको लीला पर्छ। प्रवजित भने चाहिँ अब बुद्ध त्यो बेलामा चाहिँ उहाँ आफै अनि भिक्षु हुने समय चाहिँ त्यो हो। त्यो चाहिँ एउटा चाहिँ पर्दछ। अनि खास गरेर छेबचोङ भन्छ नि, पुण्यको दिनमा र बुद्ध पुण्यको दिनमा चाहिँ अनि 3 प्रकारको लीलाहरू चाहिँ पर्दछ। त्यसमा पहिला चाहिँ माता महामाया देवीको गर्भमा प्रवेश हुनुको लीला त्यो चाहिँ परेको छ। अनि त्यही दिनमा फेरि दोस्रो बुद्धता प्राप्त अनि गरेको अनि लीला बुद्धता प्राप्त भएको अनि दिन पनि पर्छ। त्यो चाहिँ दोस्रो। अनि तेस्रोमा चाहिँ महापरिनिर्वाण प्राप्त अनि भएको लीला त्यो पनि त्यही दिनमा चाहिँ अनि पर्छ। त्यसो कारणले यो सम्बुद्ध लेबीमा भन्छ त्वम्बस्याग्य थुबा अनि युमगु थुमसु चुबे जेबा ngobar zoba sang gebe जेबा न्याङले देबे जेबा भनेर त्यस्तो भन्छ। अब यो अहिले नेपालीमा मैले अघि भनिसक्यो नि। त्यो 3 लीला चाहिँ पुण्यको दिनमा अनि त्यो पर्छ। त्यसो कारणले
अहिले चौथो महिना हिमाली पत्र अनुसार चौथो महिना त्यो चाहिँ अनि तिब्तीहरूले हिमालयन क्षेत्रमा भएकोहरूले धेरै अनि ठुलो महिना चाहिँ मान्छ। त्यो कारण चाहिँ त्यो हो। अब यहाँ म के भन्न चाहन्छु भनेदेखि हामीले त्यस्तो दिनहरू त्यस्तो समयहरू धेरै महत्त्वपूर्ण हो भनेर चाहिँ थाहा हुनुपर्ने जानकार हुनुपर्ने धेरै ठुलो हो। त्यो जानकार भएर अब हामी बुद्धको चेलाहरूले बौद्धहरूले अनि के गर्नुपर्छ भनेदेखि अनि बुद्ध शाक्य मुनिको ज्ञान गुण अनि कृपा त्योहरू सबै अनि याद गरेर सम्झेर म बुद्धको एउटा चेला भएको कारणले र म बुद्धको धर्म मान्ने बौद्ध भएको कारणले मैले पनि बुद्धै जस्तो अनि सोच कार्यहरू गर्नुपर्छ भनेर चाहिँ अनि हामीले त्यो सम्झिनुपर्छ। यो सम्बुद्ध लिपिमा यस्तो भन्ने तरिका एउटा यस्तो छ कि लामा खोङमे नामदर जिन्जु दुजे न्याम्लेन भनेको छ। अब यो चाहिँ अहिले बुद्धलाई हामीले राखेर भन्यो भनेदेखि बुद्धको लीलाहरू सबै अनि सम्झेर जानकार गरेर अनि बुद्धको चेला बौद्ध हामीहरूले पनि अनि बुद्धकै लीला जस्तो गर्नु सकोस् भनेर चाहिँ अनि प्रार्थना पनि गर्ने अनि अभ्यास पनि गर्नुपर्छ भनेको छ। लामा खोमे नामदर तेम्बेगी नामदर जिन्जु दुजे न्याम्ले भनेर चाहिँ त्यो हो। त्यसो कारणले अहिले यहाँ हामीले हुनु त हामीले जहिले पनि अनि धर्म गर्नुपर्छ, तर खास गरेर प्रतिता समुपात भनेको जस्तो यदि हामीले अनि एउटा के अरे खर्च जुदा के यदि हेतु र प्रत्ययद्वारा हामीले अनि धर्म गर्यो भने अनि धेरै अनि राम्रो हुन सक्ने ठुलो त्यो धर्म चाहिँ ठुलो हुन सक्ने त्यस्तो हुन्छ। त्यसो कारणले सम्बुद्ध लिपिमा भन्छ कि 5वटा कुरा छ। थुगी खेबर थुगी तोप समयको बल भन्छ पहिला चाहिँ युलकी तोप करे विशेष स्थान बल भन्छ अनि त्यसमाथि अनि सम्भे तोप भन्छ सोचको बल र खर्च कुलुङ थेला कुलुङ सेचुवा हराउँछ पूर्व अभ्यासको बल भनौँ त्यस्तो पूर्व सोचको बल। तेस्रो अनि चौथो चाहिँ तेङ्गी तोप। अब त्यसमा चाहिँ शरणीय बल तेङ्गी तोप अनि त्यसको पछि चाहिँ जरुरत तोप कार्य बल जरुरत तोप हो। त्यस्तो गरेर अनि 5 प्रकारको कारणहरू त्यो बलहरू मिल्यो भने हामीले गरेको धर्म कार्य चाहिँ धेरै ठुलो हुन्छ भन्छ, पुण्य पनि धेरै ठुलो कमाउन सक्छ भन्छ। त्यसो कारणले अब यो समयको बल भन्ने चाहिँ अब यो अहिले साका दावा भन्छ नि, जो अहिले हामीले यस्तोको बुद्धको त्यस्तो ठुलो समय बुद्धको अनि 4वटा लीला भएको यस्तो अनि समयमा अनि कार्य गर्यो भनेदेखि समयको बलले धर्म ठुलो हुन्छ एउटा।
अब त्यसमाथि अनि के अरे पूर्व सोचको बल भने चाहिँ यदि त्यो बेलामा आफूले जो गरेको धर्म कार्य चाहिँ पूर्व सोचमा चाहिँ अनि शरण गमनको सोच भयो भने धेरै राम्रो हुन्छ। त्यसमाथि अनि बुद्धिचितको सोचद्वारा कार्य गर्यो भनेदेखि त्यो धेरै ठुलो हुन्छ। त्यसमाथि अनि शून्यता ज्ञान सम्झेर कार्य गर्यो भनेदेखि झन् त्योभन्दा धेरै राम्रो ठुलो हुन्छ। त्यसो कारणले त्यो धर्मको कार्यहरू गर्नु बेलामा अनि त्यो बेलामा चाहिँ आफ्नो सोचमा पूर्व सोचमा चाहिँ सोचमा चाहिँ अनि शरण गमनको सोच अनि बुद्धिचितको सोच त्यसमाथि सक्यो भने शून्यता ज्ञान सोच त्यो तीनद्वारा धर्मको कार्यहरू गर्यो भनेदेखि त्यो धर्मको कार्य चाहिँ त्यो सोचको बलले धेरै अनि ठुलो र धेरै अनि सम्यक राम्रो हुन्छ हो। त्यो चाहिँ एउटा। अब त्यसमाथि अनि यदि त्यो बेलामा अब एउटा कुरा भनौँ दान चढाएको अनि कार्य। अब त्यो दान चढाउने कार्य त्यो चाहिँ दानको पूजा गर्ने त्यो कार्य चाहिँ यदि त्यो बेलामा बुद्ध रत्न धर्म रत्न सङ्घ रत्नलाई चढायो भने त्यो चाहिँ युलकी तोप्दै गर्छ स्थान बलको द्वारा ठुलो हुन्छ। फेरि त्यही आफ्नो बा आमाहरूले गर्यो भने त्यो पनि ठुलो हुन्छ। त्यही अनि बिमारी धेरै खाना पिउने त्यस्तो नभएको त्यस्तो अनि व्यक्तिहरूलाई धेरै दुःख भएको व्यक्तिहरूलाई अनि दान दियो भने त्यो ठुलो हुन्छ। त्योहरू स्थान बलद्वारा अनि धर्म ठुलो हुने एउटा चाहिँ त्यो तिनवटा भयो नि। अब त्यसमाथि टेङ्गी तोप गर्छ शरणीय बल भन्छ। शरणीय बलद्वारा अब त्यसमा यदि आफै अनि त्यो के अरे धर्म गर्ने व्यक्ति आफै है धर्म गर्ने व्यक्ति आफैमा अनि सोथर्की दम्बा भनेर अब गेङ्गिनको दम्बाहरू के अरे उपासिकाको शिल त्यस्तो लिएर गर्ने त्यो माथि बुद्धिचितको अनि शिलहरू लिएर बुद्धिचितको छजुसेम्बे दम्बा बुद्धिसत्वको शिल अनि प्राप्त अनि गरेर लिएर अनि धर्म गर्ने त्यो माथि अनि के अरे वज्रयानको शिल प्राप्त गरेर चाहिँ धर्म गर्यो भने टेङ्गी तोप भनेर धेरै ठुलो हुन्छ। अब त्यो एउटा चाहिँ थाहा हुनुपर्छ। अनि त्यो माथि कहिले अनि आफैले सक्यो भने ठिकचे सोजोङ्गी दम्बा भन्ने एउटा छ महायान के भन्छ अब त्यसलाई थाहा भएन। महायान पोसाकको शिल दम्बा हो त्यस्तो लिने हुन्छ। त्यस्तो लिएर गऱ्यो भने अनि टेङ्गी तोप भनेर चाहिँ झन् धर्म चाहिँ ठुलो हुने पुण्य पनि ठुलो कमाउने त्यस्तो छ टेङ्गी तोप। अब त्यसमाथि चाहिँ अनि त्यसमाथि जरुरत तोप लखार छ कार्यबल। अब कार्यबल भने चाहिँ अब दान गर्नु बेलामा पनि मान्छेलाई हेपेर अरूलाई हेपेर दान गरेको भन्दा आफूले अरूलाई अनि मुखदेखि पनि राम्रो अनि त्यो देखाएर कुरा पनि राम्रो गरेर अरूलाई के अरे आधार सम्मान राम्रो गरेर अनि दान दियो भने त्यो धर्म कार्य चाहिँ फेरि ठुलो हुन्छ राम्रो हुन्छ। अनि त्यो सँगै धर्म गरेको जो धर्म गर्छ नि त्यो पनि
1 मिनट गरेको भन्दा 2 मिनट गरेको चाहिँ ठुलो हुन्छ। त्यही दोस्रो गरेर 1 घन्टा 2 घन्टा 3 घन्टा त्यस्तो गरेर कहिले कहिले गरेको धर्मको कार्य भन्दा निरन्तर रूपले गरेको अनि धर्म कार्य चाहिँ अनि ठुलो हुन्छ भन्ने चाहिँ भन्नुभएको छ। त्यस्तो गरेर चाहिँ अहिले मैले 5वटा बल चाहिँ भनेको छ नि, त्यो 5वटा बल चाहिँ एक समयमा त्यो 5वटै बलहरू सबै के अरे सबै प्राप्त भएर सबै सँगै गरेर 5वटा बल त्यो सबै अनि एकसाथ अनि मिलेर गर्नु सक्यो भने अब त्यो गरेको धर्म कार्य त्यो गरेको पुण्य चाहिँ धेरै धेरै ठुलो पुण्य कमाउने र धर्म चाहिँ ठुलो हुन्छ भनेको छ। त्यसो कारणले अहिले यो अघि भनेको जस्तो बुद्ध शाक्य मुनिको लीला भएको यस्तो अनि के अरे महिना अनि दिन समय त्यस्तोमा यो 5वटै बलद्वारा गर्नु सक्ने हो कार्य धर्महरू। त्यसो कारणले हामी बुद्धको चेलाहरू सबैले यो मौका चाहिँ यस्तो समयमा आफूले मौका लिएर अनि धर्महरू सबै राम्रो गर्नुस् भनेर अनुरोध गर्दैछु। अब त्यो धर्म गर्नेको विषयमा धेरै किसिमको छ। अब के अरे मुख्य रूपे मुख्य विशेषहरू भन्यो भनेदेखि अब शरण गमनको धर्म गर्ने चाहिँ एउटा हो है। त्यसमाथि अब शरण गमन पनि बुद्ध शाक्य मुनिलाई बुद्ध रत्न धर्म रत्न सङ्घ रत्नलाई शरण गमन गर्ने अनि खास गरेर बुद्ध शाक्य मुनिलाई शरण गमन गर्ने। अब बुद्ध शाक्य मुनिलाई शरण गमन गर्नु बेलामा भने बुद्ध शाक्य मुनिको ज्ञान गुण अनि कृपाहरू सबै सम्झेर अनि गर्यो भने राम्रो हुन्छ। त्यो मात्र नभएर कि बुद्ध शाक्य मुनिको अनि के अरे दिनुभएको उहाँको शिक्षाद्वारा बुद्ध शाक्य मुनि धेरै ज्ञान भएको रहेछ भनेर त्यो के अरे विवेकले अनि बुद्धको गुण थाहा भएर गर्यो भने धेरै राम्रो हुन्छ। त्यसमाथि बुद्ध शाक्य मुनिले अनि के अरे प्रतीत समुपातद्वारा शून्यताको ज्ञान दिएको चाहिँ धेरै अनि त्यो ज्ञान चाहिँ धेरै अनि ठुलो रहेछ। त्यो ज्ञान चाहिँ धेरै अलग्गै रहेछ। त्यो ज्ञान चाहिँ धेरै त्यो महत्त्वपूर्ण रहेछ भनेर यसो शून्यताको ज्ञानद्वारा बुद्धलाई अनि चिन्यो भने उहाँलाई अनि सम्झिनु सक्ने, उहाँलाई ढोग्नु सक्ने, उहाँको शरणमा जानु सक्यो भने धेरै नै राम्रो हुन्छ। नलेन्द्र पण्डित अनि त्यो नागार्जुनले पनि अनि तेन्जी देवर जुवा खङ्गी तेन्जी देवर जु गबामेबा केमेबा छबामेबा तमे होमेबा थादे थेमे थेमे टबाङेसे जोबेसँगै मानमगे थाबा थेला छासलो भनेर त्यो नागार्जुन त्यो आर्य नागार्जुनले बुद्ध शाक्य मुनिले प्रतीत समुपातद्वारा अनि सर्व त्यो के अरे थम्जे सर्व वस्तु सर्व धर्महरू सबै शून्यता हो भनेर चाहिँ भन्नुभएको छ। त्यो चाहिँ धेरै महत्त्वपूर्ण रहेछ भनेर त्योद्वारा अनि नागार्जुनले बुद्धलाई ढोग्नु भएको हो नि। अब त्यस्तो हामीले सम्झिनु सक्यो भनेदेखि झन् राम्रो हुन्छ। त्यस्तो अब त्यसमाथि यो चाहिँ शरण गमन। अब त्यसमाथि हामीले अनि बुद्धिचित अनि के अरे ध्यान अभ्यास गर्नु सक्यो भने बुद्धिचितको विषयमा अनि सुन्ने चिन्तन गर्ने ध्यान अभ्यास गर्ने त्यस्तो धर्म गर्यो भने धेरै ठुलो धर्म चाहिँ हुने हो। त्यसमाथि चाहिँ अनि आफूले अघि भनेको शरण गमन र बुद्धिचितद्वारा अनि आफूले दान छो पारमिता भन्छ नि, जिम्बा छुल्ठिम सेपा चुन्जु सम्दे शेरप भनेर जिम्बा भने दान पारमिता, जिम्बा छुटिम भने चाहिँ शील पारमिता, जिम्बा सेपा खर्च
पेसन अब त्यस्तो छ सहन पारमिता अनि त्यस्तो गरेर चाहिँ चुन्डुल खर्छ चुन्डुल अभ्यास रुपे त्यो त्यस्तो पारमिता फेरि समाधि पारमिता हुन्छ प्राज्ञ पारमिता हुन्छ त्यस्तोहरू गर्न सक्यो भने राम्रो हो त्यस्तोहरू चाहिँ गर्ने अनि आफूले सकेको कोराहरू पनि गर्ने मानेहरू जाप्नेहरू मन्त्र तन्त्रहरू जाप्नेहरू त्यो गर्ने तर वैरिकको धर्म ठुलो त हो शरीरले गर्ने धर्म र के अरे वचनले गर्ने धर्म ठुलो हो तर मेन धर्म सबभन्दा ठुलो धर्म चाहिँ मनले गर्ने धर्म चाहिँ हो नि किनभनेदेखि धर्म भने चाहिँ मनलाई परिवर्तन गर्नु पर्यो मनको दुःखहरू त्यो टेक्नु पर्यो नि त्यसो कारणले दिपचिया मेजे केवा फुसुन सोबाज रङ्गी सेम्ने योङसो दुल दिने सङ्गीत त्यहाँ मनलाई परिवर्तन गर्ने यही बुद्धको धर्म हो भनेर मेन विशेष धर्म चाहिँ त्यही हो नि मूल धर्म चाहिँ त्यसो कारणले ध्यान अभ्यास चाहिँ धेरै गर्नुपर्छ त्यो बेलामा अहिले भनेको जस्तो शरण गमन बुद्धिचित अनि शून्यता त्यस्तोमा ध्यान अभ्यास चाहिँ जति गरेको त्यही राम्रो हो त्यस्तो धर्महरू चाहिँ गर्नु अब त्यसको माथि सक्यो भनेदेखि अब तन्त्रको धेरै ठुलो ठुलोहरू ज्ञान त्यो अभ्यास गर्ने त्यस्तो के अरे ध्यान गर्नेहरू धेरै ठुलो ठुलोहरू छ सक्यो भनेदेखि त्योहरू पनि गर्ने हो त्यस्तो गरेर अब जोस् हामीले आफूले सक्ने धर्महरू अब धर्महरू सबैले पढेर अनि जानकार गरेर अनि आफूले धर्म चाहिँ राम्रो गर्नुपर्छ हो अनि मैले आज के भन्न चाहन्छु भनेदेखि हो त्यस्तो बुद्धको लीला भएको अनि समयहरू थाहा भएर त्यो मौका लिएर चाहिँ अनि सबैले धर्ममा लाग्नुहोस् भनेर अनुरोध गर्दछु तुझी छे